हेलो गाइज वेलकम टु आवर न्यू ब्लग। हामी चाहिँ कहाँ जान लाग्छ रोशन भन् त? मच्छी मार्ने मच्छी सब चकितबाट होला होइन, साइकलमा नभए हामी साइकलमा घुम्दैनौँ त्यसरी। खुट्टो भर्खर दुईचोटि भाँच्छ नि त, अब खुट्टोको लागि एक्सर्साइज, खुट्टाको लागि एक्सर्साइज गर्नु पऱ्यो। अर्को कुरा चाहिँ हामीले बाइक पनि पाएको छैन गाइस। ओए अगाडि के हो यो? त्यही भएर खासमा एक्सर्साइज भन्दा पनि हामीहरूलाई आज बाइक मिलेन, सबै बाइक बिजी छ, त्यही भएर हामी साइकलमा गइरहेछौँ। यो चाहिँ हाम्रो पुलिस स्टेसन। अस्ति भर्खर एउटा मान्छेलाई हामीले टमाटर लिन पठाएको थिएँ, यहाँनिर एक्सिडेन्ट भएर धन्न 32,000 तिरिसकेको थियो। यो चाहिँ हाम्रो मन्दिर। गाइस हामी चाहिँ अब जङ्गल केराबारीको बिचमा पुगिसक्यौँ र यो हाम्रो टेक्साईको घर हो। नेपालको झन्डा हेर्नुहोस् कस्तो चम्किरहेको छ, हेर्नुहोस् त्यहाँ गाइस। साइडलाइट बाले है मैले, साइडलाइट बालेर हामी चाहिँ अब यता गइरहेको होइन, यसरी गइरहेछौँ। अनि हामी यो गेटभित्र छिर्यौँ, प्याराडाल जाने बाटो छौँ हामीहरू। अनि यो चाहिँ प्याराडालतिर जाने बाटो। ओहो कस्तो राम्रो देखिएको। गुड मर्निङ पनि भन्दैन, गुड आफ्टरनुन पनि यार सरलाई अहिले। ल गाइज ठिक छ अहिले। अनि यो चाहिँ हाम्रो मन्दिर, अनि यो चाहिँ हाम्रो राष्ट्रिय माध्यमिक विद्यालय हाम्रो गाउँको। हाम्रो ग्राउन्ड आउँदैछ, ऊ त्यो तलको गेट देखिरहेछ गाइजहरू, त्यो गेट देखिरहेछ, त्यो चाहिँ ग्राउन्ड हो। ल हेलो गाइज, यो चाहिँ स्कुल, हामी जाँदैछौँ। हामी चाहिँ ठ्याक्कै ग्राउन्डमा पुग्यौँ र ग्राउन्डमा क्रिकेट खेल्दै रहेछन्। चाहिँ थाकिसक्यो, त्यही भएर हाम्रो नयाँ ड्राइभरलाई मैले हायर गरिसकेँ। हामी चाहिँ ठ्याक्क प्याराडाल पुग्यौँ। प्याराडालको कटेज, यता बस्ने अङ्कलको कटेज, अनि उता चाहिँ चाट। हाम्रो यहाँ केटाले चाट असल खुल्नु भएको छ त्यहाँनिर। यो चाहिँ हाम्रो सम्झना बहिनीको सम्झनामा बनाएको दिल। अब हामी चाहिँ यताबाट यता जान्छौँ, किनकि यता मान्छे पनि हुँदैन, त्यहाँ पुल पनि छ र त्यहाँ अल्ली माछा देखाएको थियो हामीले, त्यही भएर हामी त्यो माछाहरूको हन्टिङमा गइरहेछौँ। अघि रेकर्ड त कस्तो रेकर्ड नभएर रहेछ, तिनीहरू त पुग्यो अलिक क्या हो, यति छिटो कसरी भर्खर आउन खान्? हामीभन्दा पछाडि हो त्यो प्याराडाल। योभन्दा उता चाहिँ हाम्रो दुधुवा नेसनल पार्क चाहिँ बोर्डर हाम्रो पानीले डिभाइड गरेको छ यहाँ। त्यही हो, ठाउँ रमाइलो छ। अझै यहाँ बाटोहरू मूर्तिहरू टन्नै बनिरहेको, बिस्तारै बनिँदै गएपछि अझै बवाल हुन्छ यो ठाउँ, बवाल। तर साथी खासमा होइन यतातिर हुनुपर्ने कि कटेज रिसोर्ट टाइप, अनि मूर्ति सुर्तिहरू होइन। यो ठाउँ अलि पिसफुल छ, एकान्त छ नि त होइन, ठ्याक्क दब्बी ठाउँ छ कि यो। भइदियो यहाँ हुँदैन नि त, अनि पिसफुल हुन्छ के चाहिँ त्यो त हो, त्यही पनि अलि दामी छ क्या यहाँ लोकेसन बस्नलाई पनि। हेर्न पुरै यो खाली छ, पुरै विभाजित क्षेत्र हो नि त, त्यसैले पनि हो क्या। त्यो पनि हो, न त्यहाँ खेतीपाती गर्दा सही छ ठाउँ, इज नाइस। अब त्यही अब एक्लै चाहिँ नाउनाले डर हुन्छ, यहाँ कुकुरहरू बाघसागहरू देखिरहेको हुन्छ यहाँ, त्यही हो। नभए त रमाइलो छ ठाउँ। यताको बाटो चाहिँ हाम्रो यहाँ उता मिल्छ, यो गिरीभट्टीतिर जाने, दिपशिखर पनि जान्छ यहाँदेखि यो बाटो। त्यहाँ पनि पुल छ एउटा सानो, त्यहाँ भर्खर भनिएको छ गाडी साडीहरू जान, खेतीपाती गर्नुलाई सजिलो हुनलाई यो बाटो पनि जान्छ। हामी चाहिँ यो बाटो जान्छौँ, किनकि यो बाटो अलि राम्रो छ। त्यही साथी कति गाह्रो छ चलाउन साइकल भाइ, त्यही पनि म फेरि यहाँ 60-70 केजी पुगेँ होला चाहिँ पहिला 68 थियो। अरे सक्छस् यति लग्न अलि जोड लगा होइन क्या, पहिलेदेखि थाकेको छु नि त राजा। के सकि म खुट्टाले दिन्छु त भाइ। पाइँदैन बोल्न, फ्यामिली फ्रेन्डली भ्लग हो यो। ल अब हामी चाहिँ पुल नजिक पुग्न आँटे। हामी पुगेर कामै छैन, जो बल्छी-सल्छीवालाहरू त पछाडि छन् फेरि, चिल गर्दै बस्ने। त्यही कस्तो भ्यू देख्न सक्नुहुन्छ पछाडि, सनसेट भ्यू पनि दामी देखिन्छ। तर यो सेतो छ यो के भन्छ यसलाई, खै के भन्छ, बहिनी चाहिँ यहाँ भैँसी कस्तो दामी घाँस हो, चढ्नलाई त दामी छ त यो ठाउँ। कस्तो फिल जस्तो देखिन्छ। अब यहाँ चाहिँ डेन्जर छ नि त, फेरि हात खुट्टा बचाउनु। अब उत्रेन यार साथी, यार हाम्रो त यार बालु छैन हो, सकिहाल्छ यति त हो नि भाइ। त हावा रहेछ, थाकेको छु नि त यार साथी यार। म पनि थाकेको छु, सामान त्यत्रो समातेको छु भाइ मैले। दौडो गाइज, विनर
यतिको दौड्न सकिरहेको छु म बिस्तारै कमब्याक हुन्छ डेन्जरबाट आयो गाइस हामी गइरहेको छौँ अहिले हम लोग जंगल के बीच में है पुरै पहिरो उयो जोत्नवाला लगेर गएको रहेछ होइन पुरै भालो निस्के आगे रमाइलो छ यो फुलसुलहरू फुल्या भए त दामी देखिन्थ्यो होइन तर यहाँको खै के हो यो किन फल्दैन घाँस हो यो लगाएकै घाँस हो होइन फुल हो क्या खासमा घाँस त घाँसको पनि त काम गर्छ बुझेँ घाँसको पनि त काम गर्छ यो सही हो लभली प्लेस टु चिल आउट विथ योर फ्रेन्ड्स एन्ड फ्यामिली अल्सो यही वाला उयो त्यो ज्योतिराला ट्र्याक्टरले होला आज तर प्यारादालमा किन हो शनिबार भएर पनि भिड छैन हुन त अब बिदाका दिनहरू छन् त्यही भएर जहिले आउँदा पनि हो भनेर सब चिलमा बसिरहेको होला तर तिहारमा चाहिँ वाइल्ड भिड हुन्छ होला जस्तो लाग्यो साथी मलाई पुल देखिरहेको ए यहाँ रहेछ पुल पनि देखिरहेको छौ हल्का मजा आउँथ्यो नि साथीको एक्सर्साइज भइरहेछ लेख्छु साथी नेभर स्किप लेग डेज यो फुलहरू यो रोडमा भइदियो भए लभली हुन्थ्यो होइन कस्तो दामी हुन्थ्यो अब यहाँ फोटो खिच्नै मिल्दैन बच्या हुन् भन्न त्यो पनि हो टिपिहाल्छ फुल पुग्यो अब हामी फाइनल्ली हाम्रो डेस्टिनेसन नै केही थियो आजको त्यहाँ पनि भिड छैन आज नभएको हुन्थ्यो अस्ति चाहिँ हामीहरूले माछाहरू कछुवाहरू वन कुखुराहरू के देखाएको थियो त्यही भएर यसो अस्तिसम्म त भेज थिएँ म अब हड्डी कारणले अलिक प्रेसरले गर्दा के गर्नु ननभेज हुनु पऱ्यो भन्दा पनि आफ्नो स्वास्थ्य हेरेर चाहिँ म केही समयको लागि ननभेज भएँ त्यही भएर आज माछा मार्ने मन लाग्यो त्यही भएर माछा मार्न आएको हामीहरू त्यही हो यो साथी पनि पहिला भेज ननभेज थियो 1 वर्षको लागि भेज हेल्थ प्रब्लम्स हि हेज टु बी ननभेज ल हामी पुल पुग्यो अब हामी बल्छी सल्छी मारेको पनि बनाउँछौँ तिनीहरूलाई पुग्न दिन्छ त्यसपछि हामी कन्टिन्यू गर्छौँ गाई ल फाइनल्ली हामी पुलमा पुगे अब पुलमा के लेखाएको छ हेरौँ है प्रत्यक्ष हेर्न सक्नुहुन्छ तपाईँहरू 24 महिना लागेको रहेछ यो पुल बनाउन रकम कति हो साथी हेर्दा कति 51 लाख हो 56 लाख होइन 56 लाख लागेको रहेछ पुरै यो बनाउन कति 43 लाख लागेको रहेछ होइन तल जम्मा लेखाएको छ त रकम पुनर्वास नगरपालिकाको अनुदान तल हेर जम्मा ए 43 लाख लागेको रहेछ यो यहाँ माछाहरू चाहिँ वाइल्ड छ यो मारे जस्तो छ त ए होइन यही हो हाम्रो लोकेसन यहाँबाट सनसेट पनि दामी देखिन्छ बेलुका यहाँ माछाहरू टन्नै छन् अब हामी कहाँ बसेर मार्ने अनि त्यो चारासाराहरू खोज्नु पऱ्यो त्यही खोज्न गइरहेछौँ तिनीहरू कमल र बिदान आउन्जेल साइकल चाहिँ सेफ साइडमा हामीले पार्क गरिसक्यौँ मुनि राखिदिउँ साथी साइकल कोही लिने हो छोड्दै के भन्नु हामी त्यो चारोको खोजीमा छौँ यहाँनिर चाहिँ सानो आइसल्यान्ड जाने कसरी भन्ने हो त्यहाँ छ आइसल्यान्ड होइन के आइल्यान्ड मिलाएर बुझ्न छैन ठाउँ छैन जम्प हान्न सकिन्न हेर्छ ती चारोको कमी हुने भयो नि त धसिन्छ हेर्न बसेर मान होइन त्यो यहाँ भने के यो यसमा त धसिन्छ त्यही त गाह्रो भयो जानु जाउँ हाम्रो साथीले चाहिँ यहाँ लट्ठी भाँचेर ल्याइसक्यो यहाँ चारो खन्नलाई गोरिल्ला ग्याङको लिडर चारो गनिउला आँखा त फेरि गाह्रो छ माछा मार्न पनि बोतल पनि भेटिसक्यो हामीले चारो हाल्नलाई बोतलमा नहाल्ने अन्त बोतलमा सुसु हाल्ने होला ल साथी दामी चारो कस्तो म समात्छु खन्न भने इन्जल मान्छेलाई लाजमान दाइलाई त्यहाँ भन्दा पनि अलि साह्रोमा आउलान् जस्तो लाग्यो मलाई माथितिरकोमा हान्न बरु अलि उता त्यहाँ साह्रोतिर हान्दा के गदिलाको पनि सर्टेज लागिसक्यो त बिचबाटमा के हो ल ओइ के हो यस्तो गनिउलै पाएन हौ हो त्यो खन त ल
सर्प निस्किन गएको छैन गतिबेला त पाउँदैन जस्तो लाग्यो भाइ यति खनिसक्यो अहिलेसम्म एउटा चारो पनि भेटेको छैन साथी यति खने घरमै खनिदियो अब खुसी हुन्थ्यो होला हल्का भाइ कसम दोस्त यार थाहा पाएँ क्या यार त्यही त गतिबेलाहरू हामी माछा मार्न आउने थाहा पाएर के हो अन्डरग्राउन्ड भइदियो जस्तो छन् अन्डर द ग्राउन्ड अहिलेसम्म त्यो आएको पनि नै साथी यहाँ त ल्यान्डस्लाइड हुने हो भइहाल्यो नखन्देले अब यहाँ माछा सब रेडी बल्छी सल्छी सब ल्याएर यहाँ अब लास्टमा चारोको व्यवस्था भइरहेको छैन गाह्रो अन्त खालि टोलीहरू आइसक्यो यहाँ बल्छीहरू ल्याएर डिब्बाहरू के ल्याएर आहान विधान बस्नेत कमलजी त देखेकै छैन नि त कहाँ गए गोन्डाबारी गोन्डा खान गयो कि के गर्न गयो ग्यास्ट्रिक भएको छ राजालाई हाम्रो लिडर भर्खरै पुग्नुभयो लास्टै पङ्क्चुअल हुनुहुन्छ उहाँ टाइममा त ओभर टाइममा पुग्नुहुन्छ भनेको भन्दा 1 घन्टा अगाडि चारै पाएन साथी यार ऊ अर्को हाम्रो लिडरको छोटा लिडर चाहिँ ऊ दौडिरहन् चस्मा लगाएर फेरि गदिउला त लुकिगयो नि त राजा यत्रो खन्छ कि एउटा भेटा होइन कसम हामी आउने भन्ने थाहा पाएर लुकी यो के गर्न ल्यायो यो लट्ठी वार झगडा गर्न ल्याऊ माछा मार्नु गदिउला लुकिसक्यो हामी आउने थाहा पाएर यहाँ हेर न यत्रो खन्या चाहिँ एउटा भेट्या छैन गनिउलाई भेट्टिन लाएन यार हामी त साइकलमा आइदियो टोइलेट गएको नभन न त्यस्तो ओए किताब ल्याएर चस्मा ल्याएर के हो यस्तो पाप भी गरूँगा पुण्य भी गरूँगा आज यस्तै हो अब अलि हामी सिनियर 2 सिनियर जना यहाँ काम गर्न पठाइरहेको छन् जुनियर भाइहरू समाज हो यसमा हामीले गन्देउला राख्नुपर्छ केले खन्ने हातले मलाई अनि अरे त्यो गयो दाँतले काट्न भाइ राजाहरू त पुरा पुल माथि चढेछन् के हो रेस्क्यु टिम हो क्या रेस्क्यु होला हामी माछा मार्दियौँ त अनि रेस्क्यु टिम त चाहियो अब त्यसैले अब यसो 1-2टा एक्स्ट्रा राख्नुपर्छ हामीले कहाँ भने आसी लगेर तिमी यो माछा गन्देउला खोज्नु पर्यो नि त गन्देउला त फेरि वाइल्ड हो नि निकाल्नु माछाको चारो यस यस आज वाइल्ड रमाइलो हुने कसैले माछा लोकल माछा चाहिएको छ सस्तो दाममा भने हामीलाई सम्पर्क गर्नु होला हैन हामी चाहिँ त्यसरी मार्दैन अब यसो अर्डर सर्डर आएपछि मार्छौँ नभए हामी मार्दैन माछाको रेट अब थाहै छ भन्नु पर्दैन कर्णाली भन्दा चाहिँ सस्तो छ कहाँ खन्न लाछौ हेर न हेनिर हग्या त यो साह्रोमा हुँदैन राजा राजा हेनिर हग्या छ के अलि निकरी खान न यहाँ होइन यहाँ छैन छ के यार अरे छैन भने गायब भइसक्यो यिनीहरू कहाँ गायब हुन्छ यार आऊ न आऊ रोक न यार ये माछा मारने के लिए चारा खोजने जा रहा है ये भाई साहब स्ट्रगल इज परमानेंट नट रियल मैले खन्या छैन र म गनिउला निकालिदिन्छु एउटा गनेर निकालेर देखाऊ एउटा माछा तिमीलाई फ्री भयो ठ्याक्क जहाँनिर हग्या त्यहाँनिर खोजेन यहाँ त कहाँ होला यार यस्तो माटोमा त हुँदैन यस्तै माटोमा हुन्छ हुन तर यहाँ हग्या छैन कि कस्तो रहेछ त यार यस्तोमा नहग्ने त्यसले फेरि यो खाऊ किन यो मजा आउँछ नि खाना ए तितौरा हो किन यो मर्लाउ हो खै यस्तो सुन्दर ठाउँमा माछा मार्नुको एउटा बेग्लै अनुभव छ आवाज दिन्छ हामीलाई एउटा बेग्लै यस्तो यो दक्षिणी भेगको एउटा पाताल भन्ने ठाउँमा माछा मार्नुको त्यो बेग्लै आवाज छ जो हर कोहीले फिल गर्न सक्दैन त्यो त बिचफाटावासीले मात्रै फिल गर्न सक्छ जसको लागि यहाँ आउनुपर्छ त्यो घर पोत्नको लागि हो यहाँनिर सब टाइटल भनिसकेपछि आधा कुरा भनेर काम छैन भन्नाले कमलजीले हग्या भन्दा पनि तिम्रो उसले के गदिउलाले हग्या भन्न खोज्या कस्तो कुद्किहाल्यो कमलजी भन्दा त्यस्तो नगर्नु न राजालाई गाह्रो पर्न सक्छ होइन होइन अब गन्धसुङ्गै त भन्नाले उसको गनिउला गर्न यस्तोमा कहाँ पाउँछ यार
त्यही त भनिरहेको छु म त्यही बरु यस्तो यस्तोतिर हो कि वरिपरि खेत पाउँदै पाइरहेन भने गनिलाको यसको सर्टेज भइसक्यो भने किन होला त सर्टेज भएको आई डोन्ट नो ब्रो केही छैन त यस्तो गइहाल्ने रहेछ न आफूले हग्या गनाउँछ क्या हो गदिउलालाई यार क्या यार यति घरमा खनिदिया भए मम्मी खुसी भएर रुपियाँ दिन्थिन् तिमीलाई भनेको खेत तरकारी लगाउनको लागि ब्ल्याक होल नबनाऊ यत्रो गल्टो भइसक्यो एउटा गदिलो भेटेन खाले भयो अहिले काम खाले फ्री काम चलाउँछ चारै भेट्टेन गाइज अब के गर्ने घर फर्किनु पर्ला जस्तो अवस्था आइसक्यो यहाँ उसले गदिउलाले हग्या भन्दा बढी त मान्छेले हग्या भेटिरहेको भेट्यो लेस धेरै गो ए ओ यो त कति मोटो छ माछा मारे भन्दा बढी खुसी चारो भेट्यो त भइरहेछ गाइज अब हाल ल भेट फाइनल्ली यस कम अन एउटा चारो भेट्यो तर यो चारोले कति हुने हो भन्ने थाहा छैन यसको मतलब तल हुने रहेछ यार अति तल न कोदालो चाहिने भयो त्यसो भए फेरि गहिरो खन्नमा त एक्सपर्ट हो नि त फेरि एकदम भित्र हो नि तर लास्ट मोटो चारो छ नि हो होइन यो सही हुन्छ यो हल्लिन धेरै त्यही त एउटा हुन्छ पातलो लास्ट हल्लिन्छ एकलाई मारेर अर्को मर्ने भयो न लभली एकको योगदान एकको फाइदा त्यहाँ पनि भेटिन्थ्यो होला हामीले गहिरो खनेन त्यति बढी त्यही त क्रिस 4 को लागि सिलेक्टेड भएको हाम्रो हिरो आउँदैछन् ओ माई गड म खोज्छु अब ल ल ल तिमी सक्दैन मैले एउटा भेटेँ धेरै 4 मान्छेले मात्र भेटाउँछ गदिला जस्तो 4 कुराहरू तिमी गदिलाले हगेको खोज्न हो कि आफूले हगे हाम्रो म्यान भर्सेस वाइल्डको त्यो बियर गिल जस्तै हाम्रो बिस्पटाको म्यान भर्सेस वाइल्ड भन्दा नि फरक पर्दैन उहाँ घुसिसक्नु भयो भित्र अब कतिखेर बाहिर निस्किनुहुन्छ थाहा छैन हाम्रो बियर गिल्स फ्रम दराज चाहिँ यहाँभित्र हुनुहुन्छ अब हेरौँ कति के प्रगति गर्नुभयो ओइ माइगड कहाँ छिर्यायो तिमी कति भित्र हो गाई चाहिँ यति भित्र यो लास्ट बाक्लो खनेर बन्दा त पाइयो एकैछिनमा मोटो छ होला होइन पत्लो छ यो त मोटो छ होला एउटा गतिलाई पाइसक्यो हाम्रो यहाँ डेडिकेसन हाम्रो मेहनत हेर्न सक्नुहुन्छ तपाईँ लास्ट तल हुने रहेछ यार अलि अलि तल खान त धेरै तल अर्को पायो लेस फ्रिकिङ गो माइगड ओ विधान पाइयो आऊ त ओइ धन्न मुखमा लागेन आऊ न राजा यहाँ तीनवटा गनिला मात्र भेट्थ्यो गाह्रो केटाहरू त्यहाँ बल्छीमा चारो हाल्न रेडी भइसक्यो एक्साइटेड छन् माछा मार्न रेडी भइसक्यो अल इज सेट नाउ लेट्स गो इट इज आवर टेस्ट टाइम अब कति पर्छन् हाम्रो राजा हन्तकाली गइसक्यो त्यहाँ चारो हाल त विधान चारा हाल न राजा मिलाउन उही हामी त रेडी भइसक्यो हामीले बल्छी यहाँ रेडी भइसक्यो मैले त यो एन्ड खुड्की देख्न सक्नुहुन्छ तपाईँहरू के यार माछा त खाला जस्तै छैन नि त यहाँ कमल रेडी भइसक्यो विधान कहाँ गयो है उहाँ बनाउँदैछन् विधान चाहिँ साथी के भयो खायो साथी चाहिँ पुरा रेडी पोजिसनमा छन् ओए के ठुलै माछा हो हो ओए ठुलै छ ल अल सेट साथीहरू अलिअलि खाइरहेछ यहाँ ओए विधान तिम्रो खुड्की त डेन्जर छ त कमल त्यहाँ पुरा प्रतीक्षामा छन् माछाको बाउनी मैले गरिसकेँ यहाँ हेर काट्टा माछा काटे माछा लभली तर चारो कम हुने भयो नि त यार है लभली यहाँ 4 जना मध्ये मैले मात्र बाउनी गरिसकेँ यिनीहरू यत्तिकै चारो मात्र सकाइरहन् अब यहाँ खुड्की हराइसक्यो राजाको हामी चाहिँ अन्डर द ब्रिज देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ चाहिँ मेरो बल्छी यहाँ खुड्की चाहिँ यहाँ सेट छ राजा चारो मिलाइ गरिरहन् उता अर्का राजा हन्टिङमा छन् भोलि अलि छिटो आउनुपर्छ खुड्की पनि भएन चप्पलको बनाउँला भोलि साथीहरू यहाँ मेहनत गरिरहेछन् तर मेहनतको फल मिलिरहेको छैन खायो
तान तान समयको सही सदुपयोग यहाँ किताब प्लस माछा पहिले त गर्ला थिएन को भन्ने तै त होला यो कमल दिदी यो विधान पनौती आएर खाँदै खाएन मेरो त यार तान 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 नाइ 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 समाते खा त्यसले तान 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 कस्तो हावा मुला अगाडि तान्ने हो नबाट गाइजहरू पारिका छन् मार्न तर त्यहाँ पनि भविष्य देखेन हामीले अर्को उहाँ सिरहेछ ओए राजा पढिर खाइराख कि नै त्यहाँ कमल गदिउला खोज न एक लट हाम्रो चाहिँ अर्को माछाको बनी भयो विधानको बल्छी तर मैले मारेँ यहाँ निकाल ए त कोट टोक छ मार यसलाई पहिला कमल दिसीले पनि बौनी गरिसके ठुलै छ त्यो माछा रोशन धामी मात्र बच्यो विधानले मारिसक्यो कमलले पनि मारिसक्यो तर हाम्रो रोशन धामीले मात्र मारेको छैन ओ यो त ठुलो छ त होइन एक पाउ त पुग्यो होला है तिनवटा मिलाएर ल चारोको मात्र कमी भयो यहाँ हामी माछा त पढिरह राजाले केही नपाएर यहाँ भेगुत्ता सनसेट त दामी देखिरहेको छ हो अब त पढा है भेगुत्ता भयो भने कमलले एउटा च्याप्टर सकाएर एउटा माछा पऱ्यो अब अर्को च्याप्टर सकाइरहेछन् उही होप कि अर्को माछा पनि आओस् 4 माछा त मार एउटा एउटा लगेर जाउँला गाई हामीहरूलाई चाहिँ चारोको सर्टेज पऱ्यो त्यही भएर हामीहरू माछा पऱ्यो हामी 3 जनाले चाहिँ हाम्रो 3 जनाको बल्छीबाट चाहिँ माछा पऱ्यो तर ऊ बिचराको बल्छीबाट मात्र माछा परेन खै किन हो हामीले मारेको माछा चाहिँ दामी माछाहरू छ लगभग 1 पाउको छ 3टा माछा लभली यो कमलले मारेको काँटो त लास्ट ठुलो रहेछ यार यी हामीले मारेका माछाहरू तर भिडियोमा यी हामीले मारेका माछाहरू यो चाहिँ विधानको बल्छीबाट आएको यो चाहिँ मेरो यो चाहिँ कमलले मारेको यो काँटी चाहिँ सबभन्दा ठुलो छ ऊ यहाँ एउटा लाज मर्दो मान्छे म माछा मार्नमा एक्सपर्ट म खत्रै मार्छु भनेर आएको तर के गर्नु लास्टमा उसको बल्छी तित्तिपा पनि छैन फेरि जाउँ जाउँ भोलि मारौँला अलि यता भित्रतिर लुकाउँ हाम्रो आज माछाको प्रोग्राम सक्यो माछा मारिन्थ्यो होला टन्नै तर चारो भएन के गर्नु ओइ भेगुत त मारे रहेछ हो यसले त खाया रहेछ ओइ पुरा निकालिदिएछ यार दामी अब चाहिँ हामी घरतिर लागे चाराको स्ट्रगल भयो लास्टै अब हामी भोलि आफ्नै घरदेखि विधानको चाहिँ घरभित्रै आउँछन् रे चारा हो टिपेर ल्याउँछु ल ल भोलि ल्याएर आउनु ल बिहान वाकमा लागिरहन्छ नि कतिवटा के छ त ओए साइकल रोशन साइकल पनि छ हो मेरो तल तल त्यही हो आसी ओए त्यही छ आसी पनि रोशनले त एउटा बल्छी थियो नि कहाँ हाली लाइट जलाउन ओए बल्छी मेरो गोजीमा छ लाइट ठिक छ त्यसो भए लाइट जलाउ रोशन बल्छी विधानको हातमा दिए साइकल त ल्याएन ल हाम्रो आजको प्रोग्राम सकियो अब हामी घरतिर जान्छौँ इट वाज क्वाइट गुड पोलेर खाने नखाउँ भोलि गर्ला लैजान्छ यिनीहरू गई ल साथीहरू भोलि भेट्ला अब चितुवा आए तिमी 3 जना मिलेर हात खुट्टा समात्नु म काउकुती लाउँछु दोस्त चितुवालाई फेरि आए हाम्रो राइडर साथी जसले आज एउटा माछा पनि मार्न सकेनन् गाउँले ओए ओए त्यहाँ उछमा फोर्न आला रोशनले माछा मार्न सकेन आज व्हाट अ डिसअपोइन्टेड गाउँले सुनाक राख राख जाऊ लभली कमलले अर्को माछा पनि मार्यो किन लुकाउला हो तिमी बल्छीको घर राख्ने हो अनि के गर्नु हो त्यहाँ माछा धेरै छ हो तर त्यहाँ हाल्ने ठाउँ थिएन त्यही भएर के रतन लागेर के राजाले चस्मा लाग्छ नि त बल्छी त लुकाउनु पर्ला त अनि ओके तर मजा आयो है बच्चा बनको एक्सपिरियन्स भइरहेछ के ल्याइदिएन बिसुनपुरीबाट ल्याऊ सामान धेरै त राजा ज्याप छ
ल ल साथी चला साइकल माछा त मारिनुहोस् के गर्छ सब साइकल चलाएर चित्त बुझा के गाउँ गएर 7 बाघ देखेँ भने सड्या सड्या गरेको थियो लास्टमा बरु तँलाई देखेर चाहिँ भाग्ला साथी झन् एउटा जाओस् न साथी खाना मलाई माया गर्ने नगर न यस्तो कोहीको गाडी आयो विधानको पनि गर्लफ्रेन्ड छ यार यो त के भन्नु साथी जुगावाला केटाहरू लास्ट मन पर्छन् नि त बुझिनस् अनि क्लोज फ्रेन्डमा राख्ने बित्तिकै गर्लफ्रेन्ड हुन्छ भन्ने हस्बेन्ड मेटेरियलले राति राति घाँस काटेर आउँला छ घाँस काट्ने हुर्केर आयो कालीको जोबन सबले एउटा एउटा माछा मार्यो तर यसले चाहिँ एक पनि एक्सपिरियन्स निका दुनियाँलाई खाउने भयो रोशनले एउटा माछा मार्नु सक्यो एक्सपिरियन्स निका ओए सबले एउटा माछा मार्यो तर रोशनले मारेन 0 किल चिकन डिनर माछा फेरि बोकेर घर लग्ला छ 0 किल बोया मेरो घरमा भन्दै मैले मारेर माछा हुन्न म कमल हुन त खासमा विधानले पनि थोडी मार्यो विधानको बल्छीले मार्यो हो नि त सबभन्दा ठुलो माछा भन्नु यसरी मैले विधानको बल्छीले मार्यो हो नि त मैले ताने हो माछा त तिमीले थोडी मार्यो बल्छी विधानको डुबाएर तानिसक्ने भयो हैन अनि बल्ल तान्ने फेरि विधान डुबाइसकेपछि अनसक्सेसफुल एटेम्प्ट पनि कमलले गर्दिए एकै एटेम्पमा फेरि बल्ल निक्लियो अरूको मद्दत बेकार हो साथी बुझ्यौ किन तिमीले आफै गर्नुपर्छ क्या तिमीले पक्कै उसलाई पनि अरूको थ्रुबाट पठायो क्या हो के भन्नु लाथे बिर्साले तर होइन बेजतै भएन यत्रो गरेर एउटा मात्र हार्न नसक्ने भने आज पुरा मै मरे खतरा मबिना हुँदै हुँदैन पुरा प्लान बनाएर अब खुड्की सुड्की रे बल्छी लिनु नालामा म खतरा नालाका माछा सिद्धाउने मै लास्टमा एउटा माछा पनि मारेन कि नालाका माछा सिद्धाउने म एक्लै गएर गुत्ता चाहिँ मार्यो राजाले भेगुत्ता मारे माछा मार्ने मान्छे छैन नि त बच्चाहरूले मार्ने हो नि त ए हो साना कति ठुलो छ 100 ग्रामभन्दा बेसीको छ त्यो एउटा माछा तिमीले कम्सा मार्यो भाइ तिमी 30-33 ड्यामेजमा चिकन डिनर भयो तिम्रो 0 किल 33 ड्यामेज चाहिँ भयो एसिस्ट चाहिँ भयो उ त्यसको त चान्स क्रिएट पनि भएन एउटा आएन जान्दै ल ल है ल है साइकलमा कुद्दाएर हो आउला है साइकलमा भुतिन्छ अप्पा चल्ला होइन त त्योबाट एक्लै पेलातालको पार्टी खाएर हामी घरतिर लागिरहेछौँ रोशनले चाहिँ माछा बनाएर घरमा खान्छ भनेर केही खाएन मासु सासु हामी चाहिँ घरतिर लागिरहेछौँ त्यो माछा चाहिँ तिनटा खायो रुममा पनि अरू कपडा नधुउँला बरु तन्नाएर त्यो हुन्छ नि त्यो सिरानी पनि धुँदैन भने त्यो त सब धुने हो अनि तन्नाएर त्यो सिरानीको खोल त धुन्छु मजाले हप्तामा 2 चोटि अनि गद्दा गद्दा कम उ छ त हामी तन्ना छ त जे भयो भने कस्तो कुरा गर्छौ अनि तिमीले त सुन कट्टु मात्र धोएर माथिको प्यान्ट फोहोर लगाउने जस्तो कुरा गर्यो तिमीले मलाई होइन गद्दा अब गद्दा त गद्दा जे भयो नि गद्दाबाट पनि त लागिहाल्छ तर अलिकति कम त रोकिन्छ नि त ठिकै हो ल ल मेरो त कहिले भुइँमा कहिले कहाँ हुन्छ तर हो पनि होइन कपालमा पनि आउँछ असर यो बौलाइहाल्यो माछा नमारेर हो भाइ एक्सपिरियन्स निक्गा भोलि प्रतिशोध हुन्छ यसको पुरा बदला निकाल्छ हुन्छ भोलि आजान राजा राम्ररी जाऊ है ल ल पानी टेक इट माई बोय चिसो छ यार त धेरै याद बोके